कसैलाई हाम्रो कोर्स किन्नु मन छ त्यसले चाहिँ कसरी किन्ने कोर्स त जस्तै जोसँग बैंक एकाउन्टहरू छैन ई सेवाहरू छैन पसलमा गएर गराउनु पर्यो अङ्कलसँग दाइसँग भाइसँग अरूसँग गराउनु पर्ने छ उसले पासपोर्ट आइडीहरू दिँदैन भने कसरी किन्ने त तपाईले उसले भन्छ मलाई स्क्यानर दियो मैले चाहिँ स्क्यान गरेर तिमीलाई दिन्छु स्क्रिनशट दिन्छु त्यो स्क्रिनशट पठाइदियो अनि चाहिँ त्यो तरिकाले कसरी किन्ने त त्यो तरिकाले पनि किन्नको लागि तपाईले फर्स्टमा चाहिँ हाम्रो वेबसाइटमा रजिस्टर हुनुपर्छ त्यसपछि चाहिँ नत्र जस्तै व्हाट्सएपमा मेसेज गर्नुभयो ल दाइ म यो कोर्स किन्न चाहन्छु अनि तपाईले त्यहाँ स्क्रिनशट पठाउनु भयो त्यही पनि तपाईले वेबसाइटमा रजिस्टर हुनैपर्छ किनभने सबै कुरा त वेबसाइटबाट पाउने हो नि त्यही भएर हामीले क्रोममा तपाईको मोबाइलमा क्रोम छ कि छैन डाउनलोड गर्नु होला तपाईले के गर्नुहुन्छ गुगल जानुहुन्छ गुगलमा www.nkfirsteducation.com डिस्क्रिप्सन कमेन्टमा चेकआउट गर्नु यो लिंक हालिदिन्छु नत्र यो लेख्नु भयो भने www.nkfirst लेख्नु होला आइहाल्छ त्यसपछि अगाडि सर्च गर्नुहुन्छ यस्तो लगइन रजिस्टर गर्नुपर्छ तपाईले लगइन रजिस्टर गर्नु होला लगइन रजिस्टर तपाईले सिधै गुगलबाट यही टच गर्नुभयो भने हुन्छ कुनै एउटाबाट मैले लगइन रजिस्टर गरे जस्तै योबाट मैले लगइन रजिस्टर गर्न खोजिरहेको छु अब योबाट गर्नुहुन्छ तपाईले के गर्नुहुन्छ भने आफ्नो प्रोफाइलमा पठाइदिन्छ ल नाम तिम्रो ठीक हो कि होइन तिम्रो फोटो राख्नु छ भने राख्नु नराख्नु फोटो के गर्नु पर्यो नाम राम्रो स्पेशल राख्नु त्यसपछि सेभ गरिहाल्नु सेभ गरिसकेपछि तपाईले त्यसपछि के गर्नु भने चाहिँ होममा गइहाल्नु यहाँ टच गर्नु जस्तै मोबाइलमा होम थिच्नु कतैबाट कटाउनको लागि फेरि यहाँ थिच्नु भयो भने यही आइहाल्नु हुन्छ के त्यसपछि यति गरेपछि अब एउटा काम अझै के गरिहाल्नु भने तपाई मोबाइल एप जस्तो तपाईमा यसलाई बनाइहाल्नु कि सजिलो हुन्छ तपाईले सधैँ www थिचिराख्नु पर्दैन यो 3 डटमा टच गर्नु त्यसपछि एड टु होम स्क्रिन यसमा खोज्नु कहाँ छ कहाँ खोज्दै जानुभयो भने यहाँ एड टु होम स्क्रिन छ एड टु होम स्क्रिन गर्नुहुन्छ एप जस्तै इन्स्टल गर्नुहुन्छ इन्स्टल गरेपछि तपाईमा मोबाइलमा यो एप हाम्रो इन्स्टल भएर आइहाल्छ अब यो हेरौँ यहाँ अब यसले तपाईको एपले परमिसन के मोबाइल अनुसार हुन्छ प्रोटेक्टिभ के भन्छ त्यही पनि हामीलाई ओपन गरौँ अब यसरी चाहिँ ओपन हुन्छ तर म देखाउन चाहे एकचोटी कि यहाँ तल जानुहुन्छ यहाँ खोज्नुहुन्छ कहाँ छ NK-FIRST एजुकेसन यहाँ छ यो छ यसलाई टच गर्नुहुन्छ भने डाइरेक्टली तपाईको वेबसाइट यसरी खुल्छ तपाई अनि तपाईको अब मलाई मेसेज गर्नुहुन्छ कुन जीमेलबाट लगइन गर्नुभएको छ त्यही जीमेलबाट मलाई मेसेज गर्नुपर्ने हुन्छ जस्तै मैले अब प्रोफाइलमा टच गरेपछि तपाईले मलाई देखाइहाल्छ तपाईले जस्तै यो जीमेल छ नि यहाँ इमेल यो इमेल मलाई पठाइदिनुहुन्छ दाइ मलाई यो मैले यो पैसा पठाएको छु यो इमेल मलाई एड गरिदिनु अनि यो इमेल मलाई पठाइदिनु होला के रे यो कपी गरेर यसरी कपी पेस्ट गरिदिनु होला मलाई व्हाट्सएपमा अब के प्रब्लम यही व्हाट्सएप पनि छ सिधै यहाँ टच गर्नु भने व्हाट्सएप पनि पुगाइदिन्छ यसरी व्हाट्सएपमा नि पुगाउँछ अनि तपाईले चाहिँ यहाँबाट लिन सक्नुहुन्छ सजिलै तरिकाले अब तपाईले किनिसकेपछि यो मेल मैले एड गरिहाल्छु नि त्यसपछि कहाँ हुन्छ त सबै कुराहरू यो फेरि यसरी होम थिच्ने बित्तिकै होममा आउँछु यो आफ्नो प्रोफाइलमा जानु होला ब्याचेज लेखेको छ नि यो ब्याचमा जानुभयो भने एकैचोटी हुन्छ प्रोफाइलको साइडमा ब्याच हुन्छ प्रोफाइल यो भयो तपाईको यता साइडमा ब्याच हुन्छ जति पनि ब्याच किन्नुहुन्छ यहाँ तल रहन्छ अब तपाईमा यस्तै एक्सप्लोर देखाउँछ एक्सप्लोर गर्नुहुन्छ एक्सप्लोर गरेपछि लाइभ क्लास यहाँ आउँछ त्यसपछि एक्जामहरु कुनै दिनुपर्ने छ भने एक्जामहरु यहाँ हुन्छ त्यस्तै गरी बक्सा जस्तै विकली एक्जाम डेली एक्जाम यहाँ हुन्छ नोट छ भने यसरी नोटलाई टच गर्नुहुन्छ कुनै नोटहरु सबै नोटहरु यहाँ हुन्छ जस्तै साइन्सको नोट खोले मैले मेरो साइन्सको कारणले भ्यू गरे मैले त्यसपछि जस्तै यो नोटहरु भयो जुम कसरी गर्ने यहाँबाट जुम गर्ने यसरी जुम गरे भने यो यसरी चाहिँ तपाईले जुम गरेर यसरी हेर्न सक्नुहुन्छ क्लोज गर्नु कुनै पनि क्लोज यहाँ हुन्छ सिधै क्लोज गर्ने यो क्लोज हुन्छ त्यसपछि रेकर्डेड भिडियो रह्यो भने जस्तै रेकर्डेड भिडियो जिकिएको छ जिकिएको मैले रेकर्डेड भिडियो हेर्न खोजे भने यसरी टच गर्छु टच गरिसकेपछि अब यसलाई यसरी घुमाउनु हुन्छ भने घुम्यो त्यसपछि तपाईले यहाँबाट यसलाई फुल स्क्रिन गरेर मजाले भगाई कटाई जसरी मन लाग्छ यो हेर्नुहुन्छ अनि त्यसपछि चाहिँ तपाईले के गर्नु जस्तै भोल्युमहरु अप डाउन गर्नु पर्यो यहाँबाट अप डाउन भयो स्पिड बढाउनको लागि यहाँबाट स्पिड बढाउने घटाउने सबै हुन्छ त्यसपछि यहाँ गएर ब्याक गरेर अनि चाहिँ घुम्ने त्यसपछि यहाँ जिकेको भयो सबैको यसरी नै सबै कुराहरु तपाईले एक्सप्लोर अनि ग्रुप हाम्रो व्हाट्सएप ग्रुप यो जोइन गरिहाल्नु प्राइभेट व्हाट्सएप ग्रुप पेड वालाको लागि मात्रै हुन्छ यहाँ जोइन गर्नुहुन्छ व्हाट्सएप ग्रुपमा सिधै पुगाइदिन्छ रिक्वेस्ट आउँछ म एक्सेप्ट गर्छु के प्रब्लम आयो व्हाट्सएपमा मेसेज गर्ने यति गरेपछि तपाईले जसलाई आउँदैन त्योले आफ्नो तरिकाले जोले किन्न सकेन
मान्छे ब्याङ्क एकाउन्टहरू छैन उसले यसै तरिकाले किन्न सक्नुहुन्छ। यति गर्दै भिडियो समाप्त गर्छौँ। थ्याङ्क फर वाचिङ। पढ्दै गर्नु होला तपाईहरु।